चाहिँ खेतमा आएपछि यस्तै मटर टिपेर खान पाइन्छ। म घरतिर भएको भए कहाँ हो, सहरतिर भएको यस्तो मटर टिपेर खानै पाइन्न, चोरेर खानै पाइन्न। यसलाई चोरेको भन्दैन, फेरि यसलाई चोरेको भन्नु होला तपाईँहरूले। यो चोरेको होइन, यो त प्रकृतिले दिएको हो नि यार। अनि प्रकृतिले दिएको मटर खान नपाइने हो। फाइनली हामी हाम्रो खेततिर हेर्दा मटरमा दाना कति राम्रो रहेछ। खेतमा आएपछि खान पाइन्छ कि गाईहरू। खेतमा आएपछि 3टा काम हुन्छ। एउटा कोले बिठाइ गरेछ, हेर्न पाइयो। अर्को भनेको मटर खान पाइयो। अर्को घुम्न पाइयो, फ्रेस हुन पाइन्छ क्या खेततिर। हरियाली देख्न पाइन्छ। काठमाडौँकाले हरियाली देख्न पाइन्न भन्छन्, हैछ नि त। त्यही भएर त उनीहरू रिसिन्छन् नि। मलाई काठमाडौँ जाँदा त्यही भन्नुहुन्छ, काठमाडौँमा हरियाली भएपछि देख्नै नपाइने भयो भन्नुहुन्छ। हाम्रो त यहाँ जति पनि छ ठाउँ, जति घर बनाए पनि भेट्दैन। मटर खाँदै आउनु पाइन्छ, मटर खाँदै खाँदै जानु पाइन्छ। फाइनली गाइस आइयो है, आइयो। यो चाहिँ हाम्रो खेत हो। यहाँ चाहिँ तपाईँहरूलाई देखाउँछु मान्छेले कस्तो